यो जडीबुटी प्रशोधन केन्द्रमा अब जीएम साहबले अझ बढी भन्नु होला। अब 1500 भन्दा बढी किसानहरू चाहिँ यहाँ अप्रत्यक्ष रूपमा लाभान्वित हुनुभएको, यहीँ रोजगारदाताहरूको रूपमा चाहिँ स्थानीय महिला दिदीबहिनीहरू, यहीँको स्थानीयहरू चाहिँ रोजगारी पाइरहनु भएको अवस्था पनि थियो। यहाँ यो जलनले गर्दाखेरि, यो ठाउँमा आगो लागि हुनाले गर्दाखेरि उहाँहरू सबैको चाहिँ अब के गर्ने, कसरी अब हाम्रो रोजगारीलाई हामीले निरन्तरता दिने भन्ने विषय पनि उठिरहेको छ। भर्खरै हाम्रो कर्मचारीको तर्फबाट एकजना साथी आएर हामीलाई भन्नुभयो, अध्यक्ष आएर भन्नुभयो हामीलाई, अब हामीले के गर्ने, अब काम केही छैन, अब हामीले तलब कसरी खाने, किनभने रोजीरोटी त हामी एकदमै साधारण चाहिँ आय आर्जन भएका मानिसहरू थियौँ। अब कसरी चल्ने भन्ने ठुलो चुनौती भयो, केही व्यवस्थापन गर्नु पर्यो भन्ने खालको गुनासोहरू पनि सुनियो। त्यसकारणले अब आजको यहाँको क्षतिको अनुमान गर्दा हाम्रो यहाँको जीएम साहबको भनाइअनुसारले लगभग प्रारम्भिक अनुसन्धानले 28 करोड लगभगको क्षति भएको भन्ने कुरा देखिन्छ। हेर्नुहोस्, अब यो आन्दोलनले कसलाई के दियो, मैले अस्तिदेखि भन्दै आइरहेको छु, कसलाई के दियो, आखिरमा हार्न त तपाईँ त यही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि पनि हो। आन्दोलन 3 कुनेमा भएको थियो, त्यो आन्दोलनकारीहरू यहाँ जडीबुटी आएर एउटा प्रशोधन केन्द्रलाई क्षति पुर्यायो, त्यो कनेक्सन चाहिँ कसरी यहाँ हुन पुग्यो होला, के छ तपाईँको? त्यही म भन्दैछु, मैले यहाँ सोधेँ पनि उहाँहरूलाई, यहाँको सीसीटीभी क्यामेराहरूले सबै रेकर्ड गरेछ, त्यो उहाँहरूले कहाँबाट आगो लगाउनु भयो, कसरी आएर आगो लगाउनु भयो भन्ने कुराको रेकर्डहरू सबै यहाँको सीसीटीभी क्यामेरामा क्याप्चर भएको र उहाँहरूले प्रहरीलाई हस्तान्तरण गरिसक्नु भएको कारणले मलाई के विश्वास छ भने काठमाडौँ भनेको जताततै सर्भिलेन्समा हुन्छ, सबैतिर प्रायः सो कतै न कतै सीसीटीभी क्यामेराहरूको पहुँच छ। त्यसले चाहिँ जसले आगो लगाएको हो ढिलो चाँडो त्यो मान्छे चाहिँ कानुनको दायराभित्र आउँछ भन्ने मेरो विश्वास छ र आउनु पनि पर्छ। नेपाल सरकारले त्यत्तिको तदारुकता सुरक्षा चुनौती त अब देखि नै हाल्यो, तर अब त्यसलाई सुझाउनको लागि आगामी दिनमा यस्तो घटना नहोस्, यस्तो गर्न हुँदैन रहेछ भन्ने कुराको पाठ सिकाउनको लागि पनि त्यो आगजनीकर्ताहरू जो हुनुहुन्छ त्यो खोजेरै उपलब्ध चाहिँ गराउनुपर्छ, त्यो सार्वजनिक गरिनुपर्छ भन्ने मेरो मान्यता हो। अब के कसरी भयो आन्दोलनको समयमा भन्न सकिन्न। किन यो जडीबुटी केन्द्र पर्यो भन्ने अब त्यो अब आन्दोलनकारीको मानसिकता के कसो थियो भन्ने कुरा ठ्याक्कै बुझ्न सकिँदैन। त्यसकारणले जतिसक्दो छिटो त्यो आन्दोलनकारीहरूलाई खोजेर पक्रिएर सार्वजनिक गरेर यी कुराहरू खोतल्दाखेरि अझ धेरै सत्य तथ्य बाहिर आउँछ भन्ने मलाई लाग्छ। भनौँ न, अब यो प्रशोधन केन्द्र एउटा सहरको बिचमा धेरै पपुलेसन भएको बिचमा हुँदाखेरि त्यसले पुग्ने क्षति चाहिँ ठुलो हुँदो रहेछ। त्यस कारणले अब यो सहरको बिचबाट भन्दा अलिकति सुरक्षित स्थानतिर सर्नुपर्ने अवस्था पनि सिर्जना भएको हो। अब मैले अघि भर्खरै त्यही भने, अब यो जति बेला यो संस्था स्थापना भयो यो क्षेत्र भनेको खुल्ला क्षेत्र थियो, त्यति बेला जनसङ्ख्या त्यस्तो धेरै थिएन, सहर बजारमा त्यस्तै अब बसाइसराई गरेर आउने क्रम पनि व्यापक भइसकेको स्थिति थिएन। त्यसकारणले यो ठाउँ उपयुक्त हुन्छ भन्ने आधारले नै यहाँ खोलिएको होला। तर समय परिवर्तनशील भए सँगसँगै अब समयमा धेरै बदलाव आए सँगसँगै चाहिँ यो ठाउँ पनि अब उपयुक्त हुँदैन कि भन्ने खालको सोच्नुपर्ने बेला आएको हो कि भन्ने कुरा चाहिँ हामीलाई महसुस भएको छ। किनभने अब यहाँ धेरै तेल भण्डारण गरेको, एकदमै प्रज्वलनशील पदार्थ भण्डारण गर्ने ठाउँ पनि भयो। अब त्यो ठाउँमा यदि आगो सल्कियो भने त्यसले चाहिँ वरिपरिको बस्तीलाई पनि जोखिम पार्ने भएको कारणले गर्दाखेरि अबको दिनमा चाहिँ अलिकति प्लानिङ गर्नुपर्छ, नेपाल सरकारको तर्फबाट प्लानिङ गर्नुपर्छ भन्ने कुरामा चाहिँ मेरो जोड रहन्छ। मैले संसदमा पनि धेरैचोटि भनिसकेका विषय हो। अब अलिकति हाम्रो बस्तीहरूलाई पनि एकीकृत गराउने, अब इन्डस्ट्रियल एरियाहरूलाई अर्को ठाउँमा सार्ने, स्कुल एरिया, हस्पिटल एरिया, यसरी अलिकति एरिया क्लस्टरिङ गरेनौँ भनेदेखि चाहिँ नेपालमा अब अलिकति चुनौतीपूर्ण अवस्था सिर्जना हुन्छ कि भन्ने मलाई लाग्छ। त्यसकारणले यो पनि अब सोचनीय विषय छ। मान्य मन्त्रीज्यू अब आफै आउनु भएको छ, उहाँले आफैले यो कुरा आफ्नै आँखाले एकदमै दृष्टिगत गर्नुभएको कारणले गर्दाखेरि अब क्याबिनेटमा कसरी यसलाई लैजाने, यसको योजना के हुन्छ भन्ने सवालमा चाहिँ अलिकति हामी प्लानिङ गरेरै अगाडि बढ्छौँ भन्ने छ।